हेलो एन्ड नमस्ते। आज चाहिँ हामी गोलघर जाँदैछौँ। गोलघरमा चाहिँ आज दसैँको पूर्णिमा छ। हामी सबजना गोलघर दिदी सबैजना है त। ल हाम्रो अटो नै आइसक्यो। उहाँ साइडमा गोलघर उता यो रुखले छेकेको छ। समथिङ यहाँबाट देख्दैन क्या। त्यही अब त्यहाँ पुग्ने बेला गरौँला है। सबजना हामी जाँदैछौँ। हामी चाहिँ झरिसक्यौँ फाइनली। यी दुई बन्दरहरू उफ्रिया खान्। ए यहाँसम्म चाहिँ आयो। अब यहाँबाट चाहिँ माथि 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 खै हो यहाँबाट देख्छ यो माथि हो। यही घर जानु। देशको नाम हो गोलघर गाइस। हेर्नुहोस् होला। ए सान गोलघर हो नाम रे। के रे भन्दै त निजगढको सान सबसे राम्रो गोलघर। होइन कि निजगढको सान गोलघर नाम भन र। निजगढको सान गोलघर नाम भन न। गोलघर नाम भन्ने के ल। रेडी 1 2 3 गो ल। निजगढको नाम निजगढको सान गोलघर नाम के। निजगढको सान नाम गोलघर। बन्दर निजगढको सान गोलघर नाम। यस निजगढको सान गोलघर नाम। यता बसेर भन। निजगढको सान गोलघर नाम। वाह जय नेपाल। हामी चाहिँ गइरहेछौँ। यहाँ माथि चढ्ने क्रम जारी छ। नि चाहिँ उकालो ठाडे उकालो के यता स्यास्या हुन्छ जाने बेला चाहिँ। अब त्यही हो। अब बाटोको क्लिप टाक 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 राख्दै जान्छु। बाटोको हालत यस्तो छ गाइस। पहिरो तपाईँको हालत ठिकै छ। चटपटेको सामान चटपटे के छ रमाइलो भयो भन्छ। नाच्दैन त। एट लास्ट फाइनली हामी आयौँ गोलघर। सबजनाको हालत पम्चर। सबजना बसिसक्यो। तिरमा चाहिँ पछि यहाँबाट भ्यू दामी रहेछ। ओइ यो त मार्बल क्या तातो भएर रहेछ। फाइनली हामीहरू यहाँ आएको। यस्तो लागिरहेको फुल संसार यत्रो सानो हो। यो बकेया खोला यो बाटोबाट खानु। यहाँको हालत हेर्न सक्नुहुन्छ। दिदी पानीको बोतलले सब्सक्राइबलाई पिड्छ। माथि जाँदैछौँ। अब हामी बस्न चाहिँ कहाँ बस्ने भने डिसाइड हुँदैन होइन। त्यही भएर हामी यताउता हो। यहीँ छ शीतल छ। हावा नि आएर छ। शिर दिपेश भन्छको नाम यहाँ लेखा रहेछ त। यी दिपेशहरू लेखा छ। सामान निक्लिँदै सामान त छरिबस
कष्ट पारौँ तिमीहरू नखानी हो खानी भएर आफ्नो सिट बुक गरिहाल मम्मीको छेउमा जाऊ तिमी मम्मीको छेउमा उता जाऊ तिमी उता मम्मीको छेउमा जाऊ हान्जी मैले भिडियो गर्नु पाइनँ त भिडियो गर्नु के हो यो हेर्नुहोस् होला गाइस मैनीको नक्कली पारा अरू गाइडको बोतललाई पनि चप्पल ल्याउनु गाना गाइदेऊ नि त नि एउटा ल गाइदेऊ न गाइदेऊ अनि दुर्गेशको गीत गाइरहेको सुरुमा करेन्ट खाइहाल्नु त्यो ओसिन्छ के फेरि धेरै पिरो नहाल है मैले भन्दैछु मलाई हाल्दैछु ज्यादै मलाई हाल्दैछ नि त्यसलाई त अलिकति चाउचाउ खोलेर उयो टिफिनको डब्बामा दिनु पर्ला यहाँ पिकनिक बस यहाँ सबजना स्टार्ट हुँदैछ द्याट्स माई मिल पानी यहाँ दाम शीतल भइरहेको पुरै धानबारी यहाँ सबै धानबारी त्यो ब्राउन देखा धान पाक्यो होला है पुरै पुरानो टोल जाने बाटो होइन योलाई भन्छ पुरानो टोल यो मोरी जाने बाटो यही त हो नि सिधै उहाँ फिल्ड छ त्यो फिल्डबाट सर गएपछि मोरी ऊ त खोला छेउमा कागती गुड्क्यो दुईजना अब कम्पिटिसन कसले ल्याउने उता मोमो चाउचाउ अनि खोइ चटपटेको सामानहरू त्यहाँ आफूले त केही खानुहुन्न अब आफू हेर्दै बस्ने हो मेरो यहाँ छ यी मेरो यो हलुवा आज मेरो फास्टिङ त्यही भएर खानुहुन्न मोलाई हुँदैछ यहाँ हाम्रो अर्ग्यानिक मोलाई चम्चा केही ल्याएन फाल्छ नि के ल्या के हातमा हाल्ला नि हो अर्ग्यानिक प्लेट तुतपिल ल्यानी त्यो सिन्का चलाऊ चपस्टिक होइन चपस्टिकको जस्तै युज गर्छु सबजना खाइरहन् हामी दुईटा चाहिँ हेरेको हेरे सानो त हामी चाहिँ हेरेको हेरे भन्नु न दुश्मन हेरेको हेरे ओ मेरो लुगा भएर लगाइदिन्छ अहिले अनि मिठो भा भिनाजु पिरो भा कि मिठो भा खोकीले थाहा भइसक्यो हलुवा चाहिँ आयो तर चम्चे छैन केले खाने अब यो सबले सिन्काल घोजेर खान अरू त मचिकेर घोजेर गाह्रो छ सानी यो के गरी खाने भन त अहिले मोमो हालिदियो पनि छैन हुन्न म पनि हात धोएर अब खानु पर्यो
सक्यो अब चटपटे बनाउनु थाल्दै हुन्छ हात जिन्दाबाद कुन गाना रे दिदी कुन गाना झालपुरीले भैया र त्यो भान्जीको मुख सानी मिठो मिठो अचम्मै मिठो भइगयो नि मिक्स गर्दै हुनुहुन्छ मिक्स गर्दै हुनुहुन्छ तपाईँ चाहिँ त्यो लाइक एन्ड सब्सक्राइबको बटनमा कागज र घोल फ्याक्नुहोस् होला के भन्ने कागज र घोल टु बन्दाहरू पानी ल्याएर हाली अनि कार्यक्रम सुरु भइसक्यो है यहाँ खाने कार्यक्रम सुरु अनि तपाईँ पनि चरपटे काट्नुहोस् होला सब्सक्राइबको बटन खोकी स्टार्ट अर्को गएमा भाडा लिएर खै पुगु माग्न जाँदै थियो मान्छे पानी खोजाउँदै चाहिँ पानी चाहिँ मेरो हातमा छ ओइ ओइ चस्मा हालेर सबै सल्लाह सालको 5 सालको भन्ने सल्लाह अहिले हामी जाँदाखेरि अलिअलि टिपेर लानु पर्यो मम्मीले पत्ता खोज्या हुन्थ्यो पत्ता चाहिँ यहाँ के अरे मम्मीले पत्ता टिपेर ल्याइदिनु भनेको मान्छेले यहीँबाट पत्ता टिपेर लाने हो ए त्यतिर तल तल हुन्न रहेछ माथि माथि रुखमा हुँदो रहेछ त्यो झार्ने होला कि काटेर सबजनाको खाने कार्यक्रम हुँदैछ भिनाजु मिठो भिनाजु ए भिनाजु यता हेर्नु नि यता हेर्नु न भने यता मिठो यस्तो गर्नु न त नि यस्तो मिठो मिठो हो मिठो अब चाहिँ एप्रुभ भयो है मिठो छ भनेर ल अरूले जे सिक्यो भन्नु नभन्नु मान्छे मिठो हो दिदी राधिका दिदी मिठो हो ल अब भान्जी मिठो हो भान्जा दिदी ल रियान कस्तो छ ल ल हामी एकछिन खान्छौँ फोटोसोटो खिच्छौँ भिडियो सिडियो बनाउँछौँ अनि जान्छौँ आफ्नो घरतर्फ सबै खोले खोलायो चाहिँ त्यो भएर यता चाहिँ होइन 12 त उतैबाट हो क्या अरे निजगढ चाहिँ स्टार्ट हुन्छ क्या अरे यो खोला तरेपछि यता कता दिदी यो माथि यो डाँडाहरू देखेको यता मकवानपुर मान्छे हुन्छ ओइ पानी सबै नसक्यो है थोरै काम छ मामालाई रियान मान्छेहरू त त्यहाँ कसरी गरे कहीँ जान अगाइछ दिदी दिदीलाई खाएर नि उटुस उटुस भइसक्यो अरे चुकचुके बादर यहाँ अर्को उहाँको नानी चिप्लीले है चिप्लीले हिरो हुन्छ है म हिरोलाई देखाउँछु है हिरोलाई देखाउँछु है त
टुङ टुडुङ टुडुङ डुङ 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 ढान टडन 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 हेलो हेलो लौ त हेलो हेलो सक्दिनँ म चिप्लेर आउनुहुन्छ ल सक्दिनँ म काली सक्दिनँ ओइ तारा तारा हुँदै रहेछ धेरै हल्ला भयो कि नहल्ला गर केराबारी निजगढको केराबारी हेर्न सक्नु हुँदैन भएको छैन केराबारी यो केराबारी केराबारी यो ब्ल्याक ब्ल्याक सबै पहिला त सबै केराबारी हुन्थ्यो अहिले प्रायले लाखाइनन् अहिले धानबारी नि धानबारी उताबाट कुदेर आइज त भन्छ उताबाट कुद 3 2 करण 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 अच्छा करण करण भन्दै कुद करण करण सबजना अब चटपटे खाएर खुसी छ अब चाहिँ देख्छ होला अघि त बाँदरको टाउको मरिरहा पिज्जा मानिन नानी मम्मी यहाँ पिज्जा हामी 3टा मङ्की चाहिँ उता चल्न जाऊ कैसा लगा मेरा मजाक सबसे ठुलो बाँदर अगाडि ला सेनाहरू पछाडि बाय बाय टाटा गुड बाय गया काट्छ नि चप्पल लिएर लडेगा त बढेगा हो यार ओइ त्यो भान्जालाई बोकेर ल्याइ अनि तँलाई ढुङ्गाले हालिदिन्छु अनि त्यो बोतल ल्याऊ दादा लडेको भनेर भान्जीले हेर्दैछ है दादाको घाउ हेर्दैछ गाइस यहाँ हेर्नुहोस् होला रियान यहाँ चाहिँ टिकटक चलिरहेको है हामी चाहिँ दर्शक हेर्ने दर्शक उहाँ चाहिँ सबसे साई दर्शक खै भिनाजु एकछिन
के भन्छ लड्क ल हाम्रो भान्जीले भ्यू हेरेर चाहिँ लुक एट द भ्यू भने टप भ्यू म खिदिन्छु रुक्नु यो चाहिँ टप भ्यू रोड कहाँ दिदी थाहा रोड त्यो ठुलो टावर जस्तो देखाएको छ नि 3 2 1 हामी सर्टकट आएको यस्तो बाटो सर्टकट बाटो पनि यस्तो छ त्यहाँ हाम फाल्ने हो यता खा बाटो को लड्या उताबाट बाँदर आयो नानी बोकेर भने जस्तै होला नि बाँदर भान्जाहरू के खुतुङ 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 कहाँ पुग्यो मेरो नि यहाँ अघि त्यहाँ चढ्दा काट्यो यो पत्ता चाहिँ माथि माथि मात्रै हुने रहेछ है दिदी अब तल गएर स्टार्ट गर्छु हामी आइपुग्यौँ म त्यो सर्टकटबाट सुइङ सुइँ गरेर झरेर दिदीलाई आउँदै हुन्छ हजुर यस्तो दामी फुल चाहिँ ब्लूमा मन पर्छ कि मलाई त्यो दिदी उहाँ भान्जी पछाडि दिदी भान्जा भान्जी चुकचुकेहरू यहाँ पुगे हान त्यहाँ पढ न त्यहाँ लेखा होला त ल अब यहाँ आइसक्यौँ यहाँ छ बाघको मुख अघि हामी उता अटोबाट उताबाट गएको थियौँ अब हेर्न सक्नुहुन्छ हामी बाघको टाउकोबाट छिरेर मुखबाट यताबाट छिर जिब्रोमा अब स्लु सुई 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 रा रा बाघको दाँत सुई 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 सक्नुहुन्छ निजगढको बाघ फाइनली ऑटो पकड़ के आ गए हम मर गए के गुच्चा झरे भान्जाको ल अब घर हाम्रो आइपुग्यो अब इन्ड कसरी गर्ने ब्लग ल इन्ड गर आज तिमी ल सो गाइस लाइक एन्ड सब्स्क्राइब गर्नुस् होला त्यति हो नभए 1 इयर को ब्याड लक लाग्छ तेरा तो गेम बजाना पड़